यो चाहिँ माउरी छुट्याउने कार्य भइरहेछ है। एउटा घार लिएर राखेको, यसलाई चाहिँ अब डिभाइड गरेर फुटाएर दुईटा 1 मिटरको डिस्टेन्समा राख्ने कार्य भइरहेछ। आज मौरीको जन्मबार पनि भन्छ बुधबार, अब राम्रो बार कसैले भन्छ, कसैले जन्मबार पनि भन्छ, अब त्यो आफ्नो ठाउँमा छ। कतिको सक्सेस हुन्छ यो लिएर यहाँ राखेको चाहिँ, यो 10,000 मा लिएको हो मौरीको घार सहित। डेढ महिना भयो। डेढ महिनाको अन्तरालमा अब 1 घारबाट 2 घार बनाउने कार्य हुँदैछ। यहाँ चाहिँ रानी माउरीको खोजी भइरहेछ। त्यसलाई चाहिँ हाम्रो टार्गेट छ, त्यसलाई चाहिँ नयाँ घरमा राख्ने। पुरानो घरमा चाहिँ अरू रानीको त्यो पनि बनाइरहेको रहेछ, त्यसलाई चाहिँ पुरानोमा राख्ने भन्ने कुरा भइरहेछ भाइसँग। भाइलाई अलिकति अनुभव भएको हुनाले भाइले चाहिँ रानी माउरीलाई कता छ त भन्ने हेरिरहेको अवस्था। यता पनि मैले पनि देखिनँ है, भाले मौरी धेरै रहेछ है, भाले धेरै रहेछ। यो चाहिँ अब कतिको सक्सेस हुन्छ फोरौँ न त भन्ने हिसाबले नयाँ घरमा चाहिँ फुटाउने कार्य भइरहेछ। पछि बस्यो बसेन के भयो, पछि भिडियोमा, अर्को भिडियोमा हजुरहरूलाई देखाउने कोसिस गर्नेछु। त्यसमा के छ, 4वटा फ्रेम भएन उता भाइ कि 3टा भयो? 4वटा भनेपछि पुरा टाइट नै परेछ है। किन देखिएन त? खै देखिँदै छोपेर कतै ढाकिएको छ भने उता त्यो बेलामा पास भयो भने त अर्को कुरा, नत्र यतै होला। यसमा पनि घरमा राख्ने त जुन भएन हुन्छ। देखिएन यहाँ पनि छैन। म यसो हेरेको खासै देखिएन त। ल यसमा पनि छैन। पछि अर्को चेक गरौँ है। दुःख भइसक्यो क्या। लोकेसन चाहिँ यसरी छ, पूर्वबाट सट्ट घाम झुल्किने बित्तिकै यहाँ पर्ने हुनाले यहाँबाट चाहिँ हाम्रो चाहिँ सनसेट पनि यो साइड हुने। त्यही भएर सही ठाउँ नै, सही जग्गा नै जस्तो लागेर यहाँ राखेको। अब अर्को फ्रेममा चेक गरौँ त के छ अवस्था।
यसमा कता लुकेको छ कि जस्तो मलाई लागेको छ। ओ नमाग है होइन रहेछ, भाले नै होला हो कि जस्तो जस्तो देखेर खै भाले नै रहेछ त्यो पनि, हो कि जस्तो लागेको त। ए एकछिन नै भाइ, ओ माग कि माग ऊ छ बच्चा जस्तो देखाएको छ फेरि। देखिएन हौ, यो हो त यो होइन नि, ए यो होइन, यो होइन है, ए होइन होइन, कालो कालो उस्तो उस्तै देखि यो भाइ, यो नि होइन, यो जस्तो जस्तो चाहिँ देखिन्न कि होइन, भएको भएको चाहिँ छेउमा चाहिँ छिँदैन। enggak hanya nih masih banyak jauh lah mau dangka usa nyek masih engti dangnya di nam अँध्यारो पार्नु पर्ने है। ल अब नेक्स्ट फ्रेम हेरौँ त के लास्टतिर छ कि क्या हो। रिसायो म आमकी मौरीहरूको रिसाएको अवस्था।